if you guys are piro lover and you haven't visited here or you haven't tried the chicken spicy chicken momo of this place, then you are too late. So hello everybody, आज चाहिँ म इलाइट बेकन बार्बेक्यू एन्ड ग्रिलमा गएको थिएँ। द टेस्ट यु नेभर रिग्रेट जस्तै यहाँको टेस्टबाट चाहिँ हजुरहरूले रिग्रेट फिल गर्नुहुन्न। र यहाँको सराउन्डिङ स्टाफहरूको कुरा गर्दाखेरि एकदमै फ्रेन्डली प्लस सराउन्डिङ पनि एकदमै रिफ्रेसिङ। इफ हजुरहरूलाई चाहिँ स्ट्रेस फ्री हुनु छ भने यु क्यान गो हियर अर यु क्यान अल्सो भिजिट देयर विथ यर फ्रेन्ड्स फ्यामिलीज एसेक्ट्रा। सो यहाँको सराउन्डिङ चाहिँ एकदमै दामी लाग्यो, मलाई पर्सनल्ली मन पर्यो है। सो मलाई चाहिँ अत्पत्ति कहीँको सराउन्डिङ मन पर्दैन, बट आई लभड हियर। सो यहाँको कस्तो दामी डिजाइनले वाइन लेखेको चाहिँ मेरो फेभरेट भयो होइन। सो अब कति सराउन्डिङको मात्रै कुरा गर्ने, खानेकुराको पनि कुरा गरौँ है त। भन्दै पनि म चाहिँ हजुरहरूलाई यहाँको झुमर देखाउँछु। सो हेर्नु होला यहाँको झुमर। त्यस पछाडि अब खानेकुराको कुरा गरौँ। सो फर्स्टमा चाहिँ मैले यहाँ चिकन साँधेको अर्डर गरेँ, जसको टेस्ट चाहिँ ओ माई गड नै थियो र स्टिल मेरो मुखमा पानी आइरहेछ। प्लस यो बनाउने सेफलाई चाहिँ यति धेरै थ्याङ्क यू, किनकि यस्तो मिठो थियो नि, आई क्यान्ट एक्सप्लेन दिस। एकचोटि गएर ट्राई गर्नु होला, यस्तो मिठो थियो, यस्तो मिठो थियो, यस्तो मिठो थियो। त्यस पछाडि यहाँ आयो पिरो चिकन मोमोको पालो, जुन चाहिँ एकदमै स्पाइसी थियो। पिरो लभर्सहरूको लागि चाहिँ दिस इज हेभन। सो टेस्टी थियो, एकदमै टेस्टी प्लस जुसी पनि थियो है गाइज। जुसी लुक कस्तो तेल निस्किरहेको छ, जुसी टाइपको। सो अब यत्रो पिरो खाएपछि त पानी पनि खानै पर्यो यहाँको, र पानी खाएर मैले सब चुइट पारेँ। सो थ्याङ्क्स आजको लागि। भेटौँला फेरि नयाँ चटरपटर फुड सिरिजमा। बाप्पा।